गाइज अहिले चाहिँ भिडियोको सुरुवात भइसकेको छ हैन 5 बजिरहेको छ अनि हाम्रो खेतमा चाहिँ कोहीले आग लगाइदिएको छ हैन यहाँदेखि हल्का फुल्का देखिरहेको छ अब चाहिँ खेतमा जाम सायद लछु हुन सक्छ सायद लछु नभएपछि अरु कोही हाम्रो गाउँको बच्चाहरु पनि हुन सक्छन् अब भने जाम खेतमा धुवा आइरहेको छ तर अहिले भिडियोमा पनि देखिरहेन देख्नु खेतमा मौसम पनि पानी पर्ने जस्तो भइरहेको देख्नु पुरै खराब भइरहेको छ बादलै बादल भइरहेको छ यता चाहिँ खुल्ला छ आइज छिटो दौडी म चाहिँ हैन हतारमा छु बार्खोलाई बानेर छिटै खेतमा जानु छ मैले चल भित्र बस है बस मैले चाहिँ अहिले बार्खालाई पनि बानिसक्यो पुरै ढोका बन्द गरिसक्यो देख्नु हैन त अब भने दौडेर जाउँ हैन सिधै खेतमा जानुपर्छ के खेतमा पनि पुगिसक्यो हैन खेतमा देख्नु भाइ राखेको छन् बाकी अनि देख्नु तलमा पनि भाइ राखेको छन् अचानक मैले खेतमा देखेँ हैन आगो लागेको पुरै जलिरहेको थियो धुवा भइरहेको थियो अनि मैले भिडियो पनि ठ्याक्कै गर्न पाएन धुवा आइरहेको थियो त्यति भिडियो पनि देखिरहेको होइन ल लक्ष्मण पनि भेटिसक्यो हैन लक्ष्मण यहाँ देख्नु फुटबल खेलिरहेको छ कहाँ जानलाई नि कहाँ बल्ल नि देख्नु हैन सबै गाउँको बच्चाहरू बल खेल्न आउँछन् यहाँ फुटबल खेल्न बल खै नि तिमीहरूको बल किन लगेर गयो त पानी पर्ने मौसम पनि भइरह अनि माथिमा चाहिँ हाम्रो गाउँ देख्नु हैन क्या दामी देखिरहेको छ अनि हाम्रो घर चाहिँ माथि देखिरहेको छ त्यो रुखको तलनिर बल खेल्ने टिम चाहिँ घर गइरहन हैन सानो बच्चाहरू अनि लच्छु खेतमा आगो लगाए नि तँ लगाए यहाँ त खै हेरौँ राम्रोसँग मैले त गोल लगाएँ भने दौडेर आएको म खेतमा पनि पुगिसक्यो हैन हाम्रो खेत चाहिँ यही हो अनि आगो गोल लगायो भने चाहिँ लच्छुलाई हामीसँग सोध्नु छ लच्छु पनि आइरहेको छ यहाँ खान्छस् नि मार त अहिले किन लगायो नि आगो हो त्यसैले चाहिँ लगाएर रहेछ यो चाहिँ हामीसँग लगाउनु पर्छ अब सबै यो चाहिँ कहाँ तलको खेत पनि लगाए चाहिँ पुग्दाखेरि चाहिँ लच्छुले लगाएर रहेछ आग हैन अनि यहाँ के भनिरहेछन् सबै आगो ताप्नको लागि लगाऊँ पानी पर्ने पनि सक्थ्यो भनिरहेछन् देख्नु हैन यहाँ चाहिँ अरू लिएर यहाँ आगो बालेर मस्तले यहाँ आगो ताप्दैछन् देख्नु लच्छुको साथीहरू चाहिँ आगो ताप्दैछन् लच्चु खेडेर यसमा हाल्दैछ ओहो देख्नु हैन आगो यत्रो बलिरहेको छ हावाले मम्मीले लगाउ भन्नुभएको थियो त्यसैले चाहिँ लगाएर रहेछ देख्नु यत्रो ठुलो बलिरहेको छ अनि यहाँ चाहिँ आगो तापिरहन देख्नु ओहो हावाले त यस्तो आगै उडाउने कस्तो गरेर हावाले यिनीहरूले लगाएको रहेछ नि देख्नु अहिले चाहिँ सबै खेडेर हालिरहेको छन् यो हो हाम्रो गाउँ अनि यता देख्नु हैन हाम्रो खेतमा चाहिँ आगो हेर्न आएको यहाँ चाहिँ आगो बालेर यहाँमा चाहिँ बाली हात पोलेला नि यतानिरको बाल्लो बाँकी छ यहाँ सब खेडेर बाल्दैछन् ओहो ल अझ भिडियो बनाउँदाखेरि त देख्नु हैन सबै आइरहेको छन् लच्छुलाई यहाँसँग हाल्नको लागि आगोमा गाइज अहिले चाहिँ खेतमा हैन भयङ्करवाला पानी परिसकेको छ हैन बिस्तारै पानी परिरहेको छ अब यहाँ लच्छुले आगो लगाएको छ यो चाहिँ आगो हामीसँग जलाएर जानु छ हैन यो आगो चाहिँ अब हामीले हामीसँग बालेर जानुपर्छ सब खेडेर छिटो खेड ओए लक्ष्मण यता आगोको आनन्द लगिरहेको छ धुवा आइरहेको छ मुख हालिरहेको छ धुवामा यो चाहिँ अब आगो छिटो बालेर यो सबै हुन्छ नि बालेर चाहिँ हामीले घर जानुपर्छ हैन खेतमा चाहिँ पुरै जति परालहरू छ नि त्यो चाहिँ बाल्छन् अनि चाहिँ यसमा चाहिँ अर्को सिजन अनि के धान रोप्नको लागि रेडी गराउँछन् त्यसैले चाहिँ लच्छुले मम्मीले भन्नुभएको रहेछ अनि लच्चु चाहिँ यहाँ आएर आगो लगाएको मैले चाहिँ एकदम सकमा भयो क्या मैले चाहिँ आगोको लगाएको खेतमा धुवा आइरहेको अनि लच्चु स्कुलदेखि आएर सिधै आगो लगाउन आएको रहेछ यहाँ देख्नु आगो बालिरहेको छ लच्चु पुरै भिजिसक्यो आगो बलाएर सबै भिजिसक्यो आगो बालेर हैन यसमा चाहिँ गहुँ लगाएको थिएन गहुँ काटेर पनि अब यसमा रोपाइ सुरु हुन्छ अनि हामीले चाहिँ स्कुलमै खेतमा आगो लाउने अनि पालन गरेछौँ साथीहरूसँग आएर खेतमा हामी स्कुलमै पालन गरेका छौँ आगो लाउने भनी खेतमा अहिले चाहिँ आगो लाउन आछौँ हामी लक्ष्मणहरूले चाहिँ स्कुलमै सल्लाह गरेको रहेछन् आगो लगाउने भनेर त्यसैले चाहिँ खेतमा आएर आगो लगाइरहेको छन् अनि लच्चु के गरेको थियो नि स्कुलमा सल्लाह गरेर सबै तिमीहरूले सल्लाह गरेको लक्ष्मणले भने लच्छुले आगो लगाउने भनेर भने तिमीहरूलाई
त्यसैले यिनीहरू सबै आएको रहेछ नि यहाँ आगो लगाउन। आगो लागिसक्यो। सकिसक्यो अब चाहिँ आज फुटबल खेलेर के भयो नि लचु? के ओ भाइ रोनाल्डो गरे ए नेमारको फ्यान रहेछौ तिमीहरू होइन? लच्चु के को फ्यान अरे? नेमार? नेमार कुन देशको हो नि? नेपालको गाइस थाहै छैन। भारतको? नेमार चाहिँ भारतको गरे लक्ष्मणको टिमले। अब रोनाल्डो चाहिँ कहाँको नि? यहाँ पनि लगाइरहेको छन् देख्नु आगो होइन? यो पुरै खेतहरू आगो लगाउँछन्। सबै देखिरहेको छ नि आगो लगाएर चाहिँ रेडी गर्छन् आजकल होइन? अनि यस्तरी चाहिँ लगाउँछन्। अनि हाम्रो खेतमा पनि लगाइसक्यो होइन? लच्चु चाहिँ आएको रहेछ सिधै खेतमा आगो लगाउने स्कुलबाट। हामी भने खेतमा आगो लगाएर गइसकेको छौँ घरतिर। मेरो टाउकोमा भने पुरै पानीले हल्का फुल्का भिजिरहेको छ। सानो सानो पानी आइरहेको छ त्यसैले। अहिले चाहिँ म घर पुगिसकेँ होइन? लच्चुले चाहिँ अनि कपडा भिजाएको थियो। के लगायो देख्नु न? के लगाइनि? बुवाको सुरुवाल लगाइदिएछ। अनि कपडा पनि चेन्ज गरेँ। पानी पनि हल्का जोरको आइरहेको छ। अनि आज देख्नु होला तपाईँले चाहिँ खेतमा गएर पुरै मैले त कोहीले आगो लगायो भनेको लच्चुले गएर लगाएको रहेछ। म न एकैछिन उ भयो क्या यसरी हेरेँ खेतमा। अनि हेर्दाखेरि त पुरै धुवाँ देखेँ कि त्यसैले चाहिँ अनि म गएँ। अनि त्यो आगो चाहिँ लगाउनु पर्छ। लगायो भने अब रोपाइ सुरु हुन्छ। अनि त्यो सबै खेडेर लगाइसकेँ आगो। अहिले चाहिँ गाइज म कराईको भात खाइरहेको छु होइन? यस्तो भोक लागिरहेको छ। खेतमा गएको दौडेर लच्चु चाहिँ अनि पढ्न बसिरहेको छन् लच्चु र गुन्जन। अझ लक्ष्मीले चाहिँ अहिले माथिको चेन्ज गरिसक्यो होइन? माथिको नि बुवाको लगायो होला है? तेरै हो? ठग्छस् बुवाको हो नि? अहिले देख्नु होइन अघि चाहिँ तलको लगाएको थियो अहिले चाहिँ माथिको लगाएको छ बुवाको। कपडा चाहिँ पुरै बुवाको लगाइरहेको लक्ष्मीले तलदेखि माथिसम्म। गुन्जन पढ्न भयो। गुन्जन पनि पढिरह है? आज स्कुलमा कति पढ्यो नि? 2टा पढे? हो 2टा पढ्थी गुन्जनले होइन? बाहिर चाहिँ अहिले पानी पर्न कम भइरहेको छ। अनि बादलहरू चाहिँ यति धेरै छ देख्नु होइन? यता चाहिँ खाली छ अनि यता चाहिँ पुरै ब्ल्याक बादलहरू आइरहेको छ। के त राति पानी पर्न सक्छ।